नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ मेरो फेसबुक अनि युट्युब च्यानलमा। यो मेरो फर्स्ट भिडियो हो। तपाईहरु सबैजनाले मेरो यो भिडियोलाई हेरेर मन पराउनुहुन्छ, लाइक शेयर सब्स्क्राइब गर्नुहुन्छ भनेर आशा गर्दैछु। भिडियोलाई अगाडि बढाउँ। आज हामीले बारीमा डल्ले रोप्नुको लागि मल लिएर आयौं। हामी दुईजना भएर स्कुटीमा हालेर लिएर आयो अनि यो बारीमा चाहिँ हामीले डल्ले लगाउनु भनेर सोचेको थियो। सधैँ हामी मकै रोप्थ्यो, यो पालि चाहिँ मकै नरोपेर डल्ले लगाउने सल्लाह गरेको थियो। अनि हामीले एकजना भिडियो ब्लग बनाउने मान्छे लिएर आएको थियो जो आफै हाँस्दै ठिकै भयो हो। अनि उसले हाम्रो ब्लग बनाइदिएको अरे। मलाई नराम्रो देखाएछ मल खन्दै गरेको। हाम्रो पछाडि कुकुर पनि हेल्प गर्न आइरहेको छ हामीलाई बारी खन्नुको लागि। अनि उसले कस्तो काम गर्दैछ भनेर मलाई हेरिरहेको छ। योपालि हामी सबै बारीभरि नै डल्ले लगाउने भनेर सल्लाह गरेको। अनि मल गाईको मल ल्याइसकेपछि हामीले यो पत्कर सोर्नु थाल्यो। यहाँ घरकै छेउबाट सोरेको यो पत्करहरू चाहिँ यो पनि राखेपछि चाहिँ मल हुन्छ अरे। के मल हुन्छ अरे हौ? लिक मल हुन्छ अरे। अन्त यो मल बोकेर म बोरामा हालेर आएँ। अनि यहाँ बारीमा ल्याएर राख्यो। अन्त यहाँ थुपारेको छ हामीले। अनि अलिअलि यसरी खन्दै लग्यो। अनि यसरी नै हामी अझै पनि यो बारीमा डल्लेहरू रोपेको ब्लग आउँदै जानेछ। हाम्रो ब्लगलाई हेर्दै जानुहोस्।